आफ्टर द मोस्ट सक्सेसफुल फाइट हियर वी आर। स्कुलको लागि बल्ल हिँड्यौँ हामी। अब फेरि ल्याङल्याङ नआन है प्लिज। ल छिटो हिँड। 8:30 बजे उठेको मान्छे अनि त्यसपछि खुवाइदिए ओर्दै होइन। अनि त्यसपछि स्कुल जाने भनेपछि बाहिर पानी पऱ्यो। आज स्कुल जाने होइन, जाडो हुन्छ भन्छ, घरि के भन्छ। लास्ट ब्याग बोकेँ, बोतल बोकेँ। यिनी बेलामा मलाई त आची आयो। म त अब आची गर्छु, नभए म त स्कुलमा गर्दिनँ भनेर फेरि आची पनि भइसके पनि होइन, भन्दैन कि उसले नसोधेसम्म। भाएन भनेर आधी घन्टा बसो। अहिले कराउँदा यहाँ ल छिटो आऊ। तिमी यस्तै ह्यान्डसम मान्छे हो नि त बेबी। अनि मामालाई के भन्नु थाहा छ? आज मामा आउने हो नि त उसलाई स्कुल लिनलाई। मामा त 4 घन्टासम्म नि आइसिन लिनलाई। सबैको मम्मी आउँछन् लिन। मेरो मामा त त्यही म्यामसँग मात्र बोलेर बसिसिन्छ। मलाई लिने आइसिन्न भन्छ कि यस्तो गवाडी। बेबी मामा कति घन्टामा लिन आउने रे तिमीलाई? कति? 4 घन्टामा। ए ओके ओके, ल ल ल। ल गाइस, यस्तै छ जिन्दगी। बिहान बिहान आफ्नो लाइफ यसरी स्टार्ट हुन्छ।